के खस्यो यार यो पहिरो ड्राई छ ड्राई पहिरो डरलाग्दो पाराले गइरहेको छ गाडी त डान्स गर्दै ल टर्च पनि चालु गरेँ बिस्तारै बिस्तारै जाम अंदर Alright, next morning हामी रेडी एकैचोटि बज्यो क्या सबै अलार्म पनि बज्यो नेक्स्ट मर्निङ वी रेडी टु गो अब उता रुममा गएर हामी गाडी लिएको छ यताबाट स्कर्पियो एन्ड त्यसपछि हामी लाग्छौँ ताप्लेजुङतिर लेट्स गो टोनी रेडी रेडी सर भन्नु ल हामी रेडी इटरीबाट अब ताप्लेजुङतिर लाग्नलाई फर्स्ट डे थियो हाम्रो यहाँ र दिस इज नेक्स्ट डे we're going to ताप्लेजुङ ए बाउ त्यो हेरे जिरो रहेछ ल जम 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 लेट्स गो ल ल इटरीको मर्निङ हामी स्कर्पियो गाडी लिएर जाँदैछौँ ए सानो तालकोमा ठिङ्गा बसेको सानो हामी अब कहाँ ठुलो फेरि ल अब हामी हाम्रो डेस्टिनेसन भनेको ठुलो फेरि आज राति पानी परेर दामी शीतल भएको छ तर इटरी गर्मी चाहिँ गर्मी रहेछ आज राति पानी परेर चाहिँ अझ शीतल भयो खतम हुन्थ्यो त्यही भनेको ल भन्नु फेरि भन्नु माता हामी आउँदैछौँ त्यहाँबाट हात्ती क्रस त्यो बाटोमा तर पानी चाहिँ डेन्जर पऱ्यो बढै पानी पऱ्यो यार धरान बजार हो है धरान बजार आइपुग्यो हामी धरानको भानुचोक भानुचोक आइपुग्यो हामी बाँदरहरू पनि रहेछ यार घरको त्यो बुढा सुब्बा दन्तकालीहरू यहीँ छ नि है यहाँ त्रिकेश्वरी दन्तकाली बुढा सुब्बा एकै लाइनमा छ है हामी धेरै टाढो उक्लिँदैछौँ हामी हुसु बादल भइरहेको छ त्यहाँ तपाईँ पछाडि चिलमा बसिरहेको छु उनीलाई हिजोभन्दा धेरै सजिलो भयो अरे हिजो तिनजना काखमा सुत्दै बेला बेला सर्पो भनेर झस्किँदै उड्दै आएको यताको भ्याक्सिन अब भेटिन्न होला के चाहिँ सर्प अब भेटिन्छ उहाँले टोकेको कारण चाहिँ के भन्दाखेरि दाइहरूले गुलेले हानेर झारेको होइन घर नजिकै अनि त्यहाँ एउटा सेफ्टी ट्याङ्कीको खाल्डो खनिरहेको थियो नयाँ त्यो घरको टोइलेट बनाउनुलाई त्यहाँ खस्यो त्यो अनि सागर दाइले चाहिँ टक्क लाएर मुनि त्यहाँ खोल्सामा गएर अनि माथि पास गरेको कौवा होइन घाइते कौवा मैले समातेँ अनि त्यो घाइते कौवाले समातेको त ट्याक्क मुख टोकिदिइहाल्नु रगत तुरेर आइहाल्यो
अनि फाल्दिएँ मैले अनि दाइले फेरि टोकिदियो भाइलाई भनेर अनि खोल्चा खस्यो अनि त्यो कोमा मार्दै क्या दाइले अब अहिले हातमा त मोबाइल हुन्छ मोबाइलहरू चाहिँ कहीँ केही चाहिँदैन हामी अब के गर्ने त भनेर त्यो अनि के गर्ने त भन्दा उपद्रो गर्ने हो क्या हामी घरि बास झाँगा आगो लगाइदिएछ घरि बास झाँगा आगो लगाइदिने घरि चाहिँ नि काँक्रो चोरिदिने अनि घर जाने डम कुटाइ खाने अनि झन् दुईजना दाइ र बुवा हुसु लाग्नु थाल्यो त्यहाँ त कडा हुसु जहिले यस्तै हो त बादल राम्रो देखिरहेको छ तल टोली के गर्ने भोक छैन अरे ठुलीलाई सानीलाई यो चाहिँ भेन्टार होइन अब हजुर त्यो एउटा त्यो ए भेडा अनि कडा शङ्ख रहेछ फोटो चाहिँ यो त कता ए रहेछ यो लिन्छ सही हो ल भेडेटार फाइनली आइपुग्यो भेडेटार आयो भने भनेर लाचाप्ला जस्तो टाइप हो यही बसेर कि जाने ल फोटो झ्याप 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 हानु अनि टिएपी टाप हानौँ यहाँबाट त्यसपछि है त ल आँखाले नै हेर्ने त हो कानले हेर्न त मिल्दैन ए हो हजुर शङ्ख भनेपछि ऊ तल होइन उहाँ फेरि विष्णुले होल्ड गरिरहनु भएको छ त्यहाँ ए आँखाबाट हेर्ने भने यस्तो रहेछ नि त आँखाबाट हेर्ने रहेछ ल प्रभु रक्षा गर्नुहोस् हजुर ल प्रभु हाम्रो यात्रा सफल होस् रक्षा गर्नुहोस् खोइ के भगवान् हुन त रुद्राक्ष चढा छ भने जस्तो शिव भगवान् नै हो है मैले ल गुरुले आशीर्वाद दिनुभयो त्यहाँ हेरौँ न कस्तो भन्छ थोकमा मिठो हुन्छ दाइ त थोकमा मिठो हुन्छ है म चिया खाने हो दुईटा चिया ल दुईटा चिया तिनटा चिया हजुर छोरी स्पेनिस ब्रेड ल अहिले त्यो खाने ल स्पेनिस ब्रेड खाने एकछिनमा चिया खाने हो नि कस्तो हुन्छ भनेर यसलाई भन्छ कोकिस यसलाई कोकिस भन्छ म कोकिस पो भेट्यो यो चियासँग डुबाएर खाने अनि यो त सार छ त ढुङ्गा हो यस्तो हुन्छ कोकिस हो यसको नाम कोकिस भने त पुरै त्यो साङ्गीतिक त्यो हुन्छ नि म्युजिकको चाहिँ त्यो साइन जस्तो रहेछ नि त कोकिस कि एक दिन मैले भने बुढालाई कोकिस खान्थ्यौँ हामी सानोमा के हो कोकिस थाहा छैन लिटरली उसले कतिजना नेपाली भाषामा भन्यो कसैलाई थाहा थियो हजुरलाई कोकिस हुने फोटो खिचेर राख्नु भाइ फोटो खिच्यो त कोकिस हो हामीले
मेरो फोन यहाँ छ। हामीले कति 5-7 जना नेपाली भएको ग्रुपमा यहाँ मेरो छिटेको फोटो खिच्दैछु कोकिस भएको। ल पनि मिठो रहेछ धनकुटे बिस्कुट रहेछ दाइले ल्याइदिनु भएको धनकुटे नरिवल बिस्कुट तिमीलाई कस्तो लाग्यो म भन्नु त मिठो लाग्यो। मलाई खान मन लागिरहेको थियो। मलाई नि त्यस्तो थुक्पा मनपर्ने मान्छे चाहिँ होइन क्या म तिमीलाई थाहा छ मलाई खालि मनपर्ने मान्छे होइन ल छोरी तेरो फुड रिभ्यू दे त खाना खुन असार गाडिदिएर कस्तो लाग्यो मिठो लाग्यो अरे। बाइट हाने अब भन्न त कस्तो लाग्यो नि मिठो मिठो खहर होला उसलाई चाहिँ पिरो भएर उफ्रिँदै थियो अहिले शीतल भएर बसी चाहिँ बगाउने शीतल भयो। ल टोली लेट्स गो होइन अब कति घन्टा लाग्छ दाइ यहाँबाट कति घन्टा लाग्छ 3-4-5 घन्टा 6 घन्टा लाग्छ है ल ल जम नामले नाम्जे ल हामी भेटेटारबाट हिँड्यौँ अब बिहान ठ्याक्क अघि हुसु लागेको थियो अब हुसु खुल्यो ऊ त्यहाँ डाँडा टुप्पा नि अलिअलि देखिरहेको छ त्यो ठाउँको नाम चाहिँ यता दाइले नाम्जे भन्दै हुनुहुन्छ त्यो टावरलाई हुँदा कोरिडोर त सुरु भएको छैन है अब त्यो खोला छेउबाट ए कोशी राजमार्ग भन्छ यसलाई धनकुटा जाने बाटो धरान धनकुटा भनेको यही बाटो हुँदै जाने होला त्यसै कति भोलि आफू घन्टे पुल आइपुग्यो ल सबैजना ठिक छ नि पछाडि दाइ के छ खबर छोरीहरू के छ त्यहाँ स्थिति अब हिजोसम्म पो आफूले गाडी चलाएको थियो अहिले त निदालाम दार्जिलिङ अब हामी कोशी राजमार्ग छोडेर कता लाग्यो दाइ ल कोरिडोर लाग्यो तमुर कोरिडोरतिर लाग्यो मासतिर डाँडातिर लाग्यो हो यहाँ त सिधै ओह्रालो रहेछ नि ठुलै भेलाएर हुन्छ होला है तर हिजो राति पानी पऱ्यो झन् यता केही भएर हुन्छ यता परेन हिजो राति उता इटरीमा चाहिँ राति उठेको थिएँ म 2 बजे राम्रै ठुलै पानी परेको टेन्सन खोला यो बाटोको पानी पर्यो भने पानी बग्दैन ए हिलो यो माटै आउँछ माटै लेदो अनि ढुङ्गा नि बगाउँछ होला यो बगाएर ल्याएको सबै बाख्रा चोक हो क्या हो यो बाख्रा बाख्रा र पाठाहरू रहेछ बाख्रा पाल्नु छ ए कुसेटार ए तर बाख्रा पालन छ मान्छेले चिन्दा चाहिँ बाख्रेटार ए बाख्रेटार त्यो त पाहाडी चाहिँ धनकुटाको कोप्चो छैन ए त्यो गोप्चा हुँदा त्यहाँ धनकुटा छ ए अघि उता हामी उता देब्रे लाग्यो है त्यता जाने यो त खोलै होला है त यो खोलै तमर खोला एकदमै मजासँग देखिने ठाउँ रहेछ यो चाहिँ
बाटो त राम्रै रहेछ ठाउँ ठाउँमा मात्र अलिअलि खोलामा मात्रै खोलामा अलिअलि पहिरो गएको यो अफरोड भएको नत्र यतिको बाटो त धेरै राम्रो बाटो हो नि पहाडी एरियाको टप बाटो के झऱ्यो भने माथिबाट उठ्दैछ नि ढोड खसाले पो रहेछ म त लक्की बुढ्यो हो माथिबाट भन्ने ठान्दा त त्यही ढोड खसाले रहेछ पाँचथर पारी धनकुटाबारी यो बाटोमा चाहिँ हामी खोला तरेरै जानुपर्छ प्लानिङ छ नि त्यो मोटरसाइकल आइराख्ने यतैको मान्छे होला थाहा भएर बनाइदिएको छ ए त्यहाँ माथि बाइक जानलाई बनाइदिएको रहेछ नि त पर्दैन कति अफरोड छ यो बनेको बाटो पहिरोले गएको हो के हो यो पुल भन्दैछ ए 500 मिटर यताउता त्यतिकै छोड्दो रहेछ ए ए ए मेरो नानीको कुरा आउनु भएको होला लान्छ राम्रोसँग बसेन ढाड भाँचिदिन्छ मम्मीले डाँडा यस्तो वारिपारि कसरी लाग्छ डर लागिदिएर आएको मान्छे ओहो बकरी रहेछ ल बकरी यस्तो पहिला थियो होला बस्ती है त्यो अड्किया चाहिँ होला मेबी ओभरलोड भएर अघिको गाडी कसरी आइरहेको छ भर्खरै होला जस्तो छ त्यो ल त्यो गाडी अड्केर त्यहाँ पहिरो गएर हामी एकछिन अल्झ्यौँ यहाँ तर गाडी आउन लाग्यो है ल नाइस ताली सबैजनाले यस्तो बाइक पल्टाउला है किन जोसेर गयो होला यो यहाँ गएको यो चम्केर खोल्चातिर हाल्छ भनेर गएको कि यो जानलाई त के बिग्रेको छ त्यसको मात्रै ढुङ्गा निकाल्न आइरहेको छ त्यहाँ टायर यिनीहरूले अलि मिलाउँछ नि ल हेर यहाँ विश्वकर्मा बाबा कि जय भनेर निकालेर गाडी ठिकै हो तिमी गएर बाटो हुनु चाहिँ हामी बिस्तारै ठिक हो थिच्छ नि होइन कसरी जोगाएर लान्छ हेर्ने तर अप्ठ्यारो चाहिँ सही अप्ठ्यारो रहेछ त्यो ट्रक त ट्रकले अघि बनाएको रहेछन् कि त्यो ट्रकले निकालेको ए यहाँ चाहिँ अलिकति पढै अप्ठ्यारै ठाउँ रहेछ गाडी त हेर ल त्यो गाडी त के हो ढाड खानु नि केही यस्ता ल्याउनु सकिन्छ हामीले हामी त्यहीबाट फर्किदिउँ हाम्रो गाडी ल्याएको भए त परै तपाईँहरू परैबाट माथिबाट
गरौँ न ठिक छ ठिक छ बिस्तारै मजाले गइरहेको छ राति खस्यो अरे यो पहिरो ल केही छैन ड्राई छ ड्राई पहिरो छ खसा आउँदै ठाउँ छैन पत्याउँदो खोला छ होइन खले जस्तो होला यो यो वाल थियो कि उहाँ परदेखि ए वाल पुरै भत्काइदिएछ त्यहाँ वाल पुरै ल अघि नतलाई यिनीहरूले रेलिङहरू यहाँ आउनलाई हतार भएर छ कुन फेरि सर पिच रोड आइपुग्यो है अघि पछि रोड चाहिँ एकछिन अप्ठ्यारै रहेछ त्यहाँ तल चाहिँ 4 किलोमिटर चाहिँ 4 किलोमिटर जति र अलिक बस्तीहरू पनि आउनु थाल्यो त्यो त टेम्पो उड्यो यार यहाँ माथि कहाँबाट ल्यायो टेम्पो टेम्पो हेर्नु न टेम्पो जान्छ है गाउँ गाउँमा चाहिँ यो के भयो त्यो ठेलठाल पारेर उचालेर ल्यायो होला यहाँ माथि माथि बाटो राम्रो भएर होला नत्र भने त्यो तलको बाटोमा त यो कहाँ आउँछ फिटिङपट्टिको 225 250 सिसी भयो जम्मा यो त त्यो अड्किहाल्यो भने नि जुरुक्क उचालेर अर्कोपट्टि सार्छ साल त्यहाँ गोल्डन ब्रोहरूले त्यहाँ पुरै तल्ला कि के अरे मादल जस्तो ठुलो ढोल बजाएर आएको है मेची राजमार्ग छ ए हामी देब्रे लाग्ने हो मेची राजमार्ग फेरि ए उताबाट चाहिँ फेरि इलाम जाने बाटो यताबाट जाने हो इलामे ए उताबाट आउँदा पनि जोटिङ कमन बाटो चाहिँ यही भयो यही ए ल राजमार्ग मेची राजमार्गै यही सही हो ल बाटै सानो हो कि सानो रहेछ त्यही भएर नडराउनु है भनेको अघिमा त्यही हो त्यस्तोमा त ओभरटेक हानिदिनु भयो अघि तपाईँ नभए कहाँ पछि यो नि राम्रै रहेछ ठाउँ चाहिँ जोर पोखरी भन्ने रहेछ यसलाई चाहिँ है यो जोर पोखरी जोर पोखरी 5 थर ल ओ त्यहाँ राइफल राखेर रहेछ नि त दुइटा त्यहाँ हेर्नु त्यहाँ बजी त 6 9 10 11 6 घन्टा अलमोस्ट हामी गाडी भएन ठाउँमा रेस्टरुम ब्रेक ब्याक चाहिँ गोपेटार रे यसरी पेट्रोलहरू चाहिँ नपाउने रहेछ पेट्रोल बोतलमा बेच्न राखेको रहेछ सानीमा पोज दिइरहेको थियो हे सानो दाजु के छ खबर ठिक छ गोपेटारमा आएर अब हामी खाना खान लागेको छौँ ल अलमोस्ट 6 घन्टा त कुदेछ नि त 12 बज्न लाग्यो 6 बजी निस्केको एउटै घरमा दुईटा रहेछ कहाँ उता दुध पनि रहेछ यहाँ घर पनि रहेछ माउरी उता दुईटा घर देखेँ मैले उता दुध पनि छैन उता ए दुध पनि रहेछ त्यो काठको त्यो गोलो गोलो साइड बान्तवा आशिष होटेल रे गोपेटारमा जाम ल गइदिउँ खाइदिउँ हिँडिदिउँ त्यहाँको भाँडा चाहिँ मजाले राख्नु भएको रहेछ बेच्न राखे जस्तै टाइपको क्या हेर्दाखेरि सजाएको जस्तो मजाको रहेछ ल पिरो छैन नि है पिरो हल्का त्यो मसला चाहिँ ग्रेभी हल्का छ कि मसलाको खुर्सानी चाहिँ हालेको हुन्छ सेकेन्ड डेको खाना सुरु भयो ल छैन त्यसमा पिरो सानोलाई काकीले खाँदैन लाएको भागी क्या हो दाल भात तरकारी ल खाना खाइवरी अब हामी लाग्न लाग्यौँ दादीले मिठो खाना खुवाउनु भयो धन्यवाद दाइ कता लाग्यो त फेरि ए लाउनु त्यो राख्नु भन्नु
राजा हिलिहाङ याङहाङको दरबार प्रवेशद्वार रे यतातिर चाहिँ हामी केही खाना खाएर लाग्यौँ अब दर्शन गर्न जाँदाखेरि भाकलहरू छ भने यहाँ पूजा गरेर जाने चलन रहेछ अनि हामी पूजा गरेर काबेली खोलाको पनि जान्छौँ राखा दुईवटा राख्नु ल बालेर हामी हिँड्यौँ पछाडि वान झुम्म भइरहेको छ भाइले चाहिँ कुदाइरहनु भएको छ गाडी हामी 8 घन्टा भएछ अलमोस्ट हुन लाग्यो 2 बज्न लाग्यो 6 बजीतिर निक्ला त हो नि हामी सबै 1 घन्टा होला है अब लाग्थ्यो तापले चाहिँ ल्याउन आँट्यो कहाँको हो यो 5 तापले जाउँ आइसक्यो तापले जाउँ माथिबाट जाने बाटो अहिले पछि हामी चढ्ने यहीँबाट यहीँ हो भित्रै लाने गाडी हजुर कता हो यहाँबाट हामी गइरहेको ल हामी अब यहाँ ताप्लेजुङबाट माथि पाथिबाट चाहिँ जान लाग्यौँ यहाँ दाइले हाम्रै लानु भएको छ ल ल ल ल जाउँ को कहाँ बस्ने अगाडि बस्नु हो ल बिता बसे हुन्छ के भयो त फल्टाङ भयो भने दाइलाई यो झोला कता राख्नु झोला बोकेर म झोलै बोकेर बसिरहेको रहेछु यो होडी चाहिँ यो एउटा निकाल्छु कुन फुल ट्याटु फुल ल 3टा ल्याइदिएँ मैले खै 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 ट्याट्टा पार्थ्यो त्यहाँ रहन्छ ट्याटु त छैन अघि देखेन त्यो 4 जना यहाँ 4 जना 50 4 जना ल लाग्यो अब दुईटा अहिले त 11 जना टोली आउँछन् नि यहाँ अलिक पातल पातल मान्छे 3 जना राख्छु 3 जना राख्नुहुन्छ हैट अब एकजना छुट्याउने कुरो भएन एकैछिन रोक्नु उयो यता रोक्नु फार्मेसीमा यहाँ फार्मेसीमा रहेछ क्या पक्नु ओहो कति राम्रो क्याप पाएछ उसले अगाडि पछाडि जताततै सानो सानो डलै डल भएको ल 2 घन्टा जति चाहिँ अँध्यारोमा बाटो काट्यो भने सजिलो एकदम छिटो बिहानै ट्याक्क उठेर अँध्यारोमा काट्यो भने चाहिँ सजिलो हजुर 2:30 बजी उठेर 3 बजी चाहिँ हिँड्दा राम्रो ए गर्मी भयो भने अलिक गाह्रो हुने लाइक घाम झुल्क्यो भने गाह्रो हुने बस चाहिँदैन यसो मोबाइलको कसरी भयो भाइ माथि 100 रुपियाँको टस भइहाल्छ ताप्लेजुङ बजार त बाक्लै परेछ है ठुलो रे यता मेन मुटु चाहिँ यता बजार पुरानो बजार मेन बजार चाहिँ यता काकु हेर त राम्रो देखेको त साथीले कस्तो क्युटी रहेछ ल पिङ्की भएछ इङ्की पिङ्की पङ्की बाटो चाहिँ यस्तै खराबै होला है अझै पनि यो त के खराब छ र पनि यहाँदेखि 8 किलोमिटर माथि सुकेटार एयरपोर्टसम्म यस्तै बाटो छ
त्यहाँदेखि उता अनि हिले तर राइड आयो भने दामी लाग्यो भाइ मलाई यो बाटो सही छ नि आउनु त बाइकमा तर अब त्यही हो लामो छ लामो चाहिँ कडै लामो बाटो हुन्छ बाइकमा चाहिँ यहाँ आउने यहाँ चाहिँ राखेर चाहिँ अनि गाडीमा जाँदा राम्रो हो र उँभो चाहिँ बाइक लग्यो भने जस्तै अब अहिले सुक्खा मौसम भयो नि जस्तै राति पानी परिदिन्छ हजुर भोलि फर्किँदा गाह्रो हुन्छ चिप्ल्यो भने चाहिँ फेरि हिलोले चिप्लिने ओर्ने हुन्छ है त्यही भनेर नत्र तल केही छैन माथि यत्रो बजार क्या मलाई अचम्म लाग्यो चाहिँ ल हेर्न कति बाक्लो छ अधिकांश होटेलै होला यो होइन होला नि होटेल व्यवसाय होइन आफ्नो अनि बिहान चाहिँ हजुरहरू चाहिँ लगभग 3 बजी चाहिँ हिँड्नैपर्छ उकालो 3 बजे हिँड्यो भने चाहिँ हामी 6 बजे त पुग्छौँ बिहानको आरती भ्याइन्छ त्यहाँ भोलि होइन आज चाहिँ अब कोही भ्याइला जस्तो लाग्छ 5 साढे 5 बजी गर्छु हुँदैन हामी 3 बजे उठ्यो भने त 3 4 5 2 घन्टा 5 बजी त अहिले त घाम झुल्किन्छन् अनि 2 बजी नै जानुपर्छ नि त्यहाँ जानु नि हिँड्नु 2 बजी नै गइदिउँ क्या दाइ हामी फर्किँदा रेस्ट गर्दै जानु त हो होइन सानो दिदीलाई गाह्रो हो सानो दिदीलाई अहिले जानु पाएको छैन गएर गएर सुताइदिइहाल्नु सुताइदिइहाल्नु पर्छ अनि 2 बजी गएर टर्च चाहिँ बरु टर्चको व्यवस्था गर्नुपर्छ जाँदा छ टस 100 रुपियाँबाट भाउ पाइहाल्छ सानो मजाले फक्स राम्रो दिने ए त्यो सानो त्यो लेड लाइट टाइपको होला होइन मान्छे नि हुन्छ अनि 5 बजेर आएर तेरो त्यो बिहानको त्यो आरती भ्यायो त्यो त भरे हजुरहरू सँगै बसेका मान्छेहरू 1 बजीदेखि तयारी हुन थाल्छन् अब काठको घर गन्डाङ्ग्र बन्नुपर्छ हजुरहरू पनि तयारी हुँ भन्ने हुन्छ भने त्यही हो 3 4 5 लगभग 7:30 8 बजी तलै गाडी चढाउन आइपुग्छन् मान्छे कोही त त्यही त हामी त्यसो गऱ्यो भने आरती गरेर 8 बजीतिर 7-8 बजीतिर तलतिर झऱ्यो भने पनि 9-10 भयो 11-12 गरेर त हामी यहाँ 11-12 मा तल आइपुग्छ होला 2 घन्टा चाहिँ उज्यालोमा हजुरहरू हिँड्नुपर्छ 2 घन्टा चाहिँ अँध्यारैमा नि उज्यालो हुँदाखेरि 2 घन्टा हिँडिसक्नुपर्छ हजुर मैले उज्यालो हुँदाखेरि 2 घन्टा हिँडिसक्नुपर्छ भनेको सिँढीहरू छ माथि ठुलो फेरि अलिक माथिबाट त मन्दिरैसँग यस्तो छाप्ने छ नि बजार त त्यो ट्रस्टै हाल्दैछ कि माथि ठाडो बाटो जुन बाटो एउटै हो भनेर देखाएको छ नि हो त्यहाँबाट चाहिँ माथि मन्दिरै छ हामी जाने त्यो कुन चाहिँ हो त्यसको बाटो जाने ठाडो बाटो अनि जुनै बाटो भए पनि एउटै हो माथि एउटै ठाउँमा टुकिन्छ तेर्सो अलिक लामो छ ठाडै गयो भने अलिक छिटो हुन्छ शक्तिपीठ पाथिभरा क्षेत्र पाल्नु हुने सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ धन्यवाद खडा ओभरटेकिङ ओभरटेक गरेर गएर त्यहाँ चाहिँ किन रोक्नु परेको होइन गेट चेन्जै गरे होला मुन्द्रे ड्राइभर के मुन्द्रे ड्राइभर हो मुन्द्रे ड्राइभर यता केस काट लामो पालेको यता पछाडि बाँधेको ए चुल्टे ड्राइभर भन्यो भने फेरि आफू चुल्टे नै छु होइन मुन्द्रे मुन्द्रा लाएको छैन भने ल मुन्द्रे ड्राइभर त्यसको नाम एयरपोर्टै नजिकै हो एयरपोर्टै ठ्याक्कैले चाहिँ सुकेटारै भन्छ ल सुकेटार पनि आइपुग्यो है हामी जाँदैछौँ पुग्दैछौँ गाइज पुगेछ स्थिति यता हुसु लागेको त कडा हुसु लागिरहेको छ अहिले यहीँबाट ल एयरपोर्ट छिर्ने बाटो यहाँ रहेछ यदि प्लेनबाट आइयो भने चाहिँ यहाँ
सुकेटा हिँड्छ ल मन्दिर ढोक्दा ढोक्दा एयरपोर्टलाई पनि ढोकिदिनु भएको छ मम्मीले ल यहाँ चाहिँ ब्लगमा त देखाएको बाटो त सहिलै छँदैछ ढुङ्गा मजाले छापेर आएको छ अब यो ढुङ्गा छापेर ढलान पनि गर्ला ढलान गर्छन् अब बाटो त हेर्दै अगाडि यो त राम्रो नि फिल्ड यो त पिच रोड जस्तै हो यहाँ पानी पर्ने बित्तिकै यहाँ बतल हिँड्नुहुन्छ 4 दिन पानी भयो पानी नपरेको धुलो उड्ने भयो हजुर यताको मौसम केही थाहा हुँदैन जस्तै अब यहाँ कति बाइकहरू गएका छन् हजुर राति पानी पर्दियो भने यति समस्या छ भोलि कुदेर आउन ल यहाँ ढलान गर्न नि प्रेप गर्दै रहेछन् यसरी टेकोसेको लाएर तर यहाँ बाटो चाहिँ हेर्दाखेरि यस्तो बाटो हाम्रो गाडी चाहिँ लानु हुँदो रहेछ हेर्दाखेरि ताप्लेजुङबाट मास्तिर लाग्ने बाटो आदि चाहिँ पिच त्यसपछि अफ रोड चाहिँ यस्तो दर्दनाक खाएको रहेछ डर लाग्दो गाडी फसेछ त्यहाँ फुल जानु पनि यो बाटो त मोटरसाइकल राख्नु बिजो गयो नि बाबु यसमा त पुरै डट बाइक लिएर आउनुपर्छ सिआरएफ त जान्छ पानी परेन हो नि तर रमाइलै हुन्छ डटको रमाइलै डट एक्सपिरियन्स हुन्छ त्यहाँ ठुलेर डरलाग्दो पाराले गइरहेको छ गाडी त डान्स गर्दै फोर व्हिल अन थियो दाइ त्यही त धेरै बिच बाटोमा सुट त्यही त यहाँ कडा छ हेर्न डट बाइक ल्यायो भने त लाइफ टाइम एक्सपिरियन्स लिएर जान्छ मान्छे बाइक लिएर ल्याएर मान्छे यो अरू प्राइभेट गाडीले आउनु नदिए पनि ठिकै हो यस्तो बाटोमा त होइन त्यो सिन्डिकेट छैन ल्याउन पाउँछन् तर अब यस्तो बाटो चाहिँ दुःख पाउँछन् नि सिन्डिकेट चाहिँ होइन खासमा ए कसै कसै त
हामी रोक्छौँ कतिलाई हजुर जबरजस्ती लिएर आउँछन् अनि दुःख पाउँछन् बस्छन् बिचमा मान्छेले राम्रो चिताएर नराम्रो सोच्छन् कि अस्ति चैत्र 20 गते राति ठुलो असिनो पानी परेको थियो हजुर 21 गते बिहान चाहिँ मोरङ विराट चोकबाट चाहिँ 2 जना श्रीमती आउनुभएछ हजुर बाइकमा बाइकमा ए अनि हजुर एकदम बाटो खराब छ म बाइक राख्ने बाटो मिलाउँछु जाउँ गाडीमा भने हजुर एकैचोटि बम्केर उहाँले के भन्नु भने रोड छ कि छैन भन्नु रोड छ भने तपाईँ गाडी गुड्छ गुड्दैन भन्नु मजाले गुड्छ हजुर भने अनि रोड रहेछ त भने बम्केर हिँडेँ ए यी पर देउराली अलिक ओर्तिर आइसकेपछि त क्लच प्लेट उडेछ के भएछ क्लच प्लेट उडेछ बाइकको ए बाइकको क्लच प्लेटै उडेछ हाइट हिलो थियो अनि श्रीमती नै हिलो भुलासु पनि भएर परेछन् ए त्यहाँदेखि मैले 10जना मान्छे ल्याएको थिएँ हेर्नु है हजुर अनि हुटमा लाएर लगेँ ए अनि हुटमा लाएर लगेँ यही गाडीको छतमा राखेर ल ए छतमा अनि भोलिपल्ट पनि फेरि हुटमै जाने भयो अब अर्को गाडी नपर्खिने भए हजुर अनि यहाँ ल्याइदिएँ बाइक चाहिँ क्या त्यही छोडेर आएँ त्यही छोडेर अनि म झार्दै अनि त्यहाँ मैले चाहिँ यो एरियामा धेरै बाइक बिग्रिन्छ त्यसले गर्दाखेरि मिस्त्रीको नम्बर राखेको छु हजुर अनि मिस्त्रीलाई बोलाइदिएँ हजुर मिस्त्रीको फिड चार्ज मात्रै 2500 लियो आउने जाने चार्ज उसको काम गरेको छुट्टै अनि त्यहाँ यता मेकानिक चार्ज र क्लच प्लेटको 1600 लियो ए गर्दाखेरि झन्डै 56-57 रुपियाँ खर्च भयो सानो घुण्डाले गर्दा पनि पैसा नि खर्च भयो दुःख पनि पायो नि बाइक सकुशल हुन्थ्यो हिलो हुँदैन थियो त्यत्रो मान्छे हिलो हुँदैन थियो सिटमा बसेर मजाले आउँथे फेरि अब तिनीहरू हुटमा नि कसरी बसे त प्लास्टिक ओढेर पानी परेको थियो अरे शिव अनि बाटो यस्तो छ फेरि यस्तो बाटोमा छतमा कसरी बस्यो होला त सोच्नु चैतमा त छिटै यहाँ त बर्खा लागेर यस्तो चैत्र वैशाखमा त हिलो थियो नि तिनीहरूले नि राम्रो एक्सपिरियन्स बोकेर गएको रहेछ ल त्यही भने अलिअलि त छिट्टाइरहेछ फुल्यो अलिअलि छिट्टाइरहेछ प्रोजेक्ट हामी त पुग्छौँ अहिले अलिअलि छिट्टा त रातभरि त्यस्तो धेरै परेन भने त सुक्ला हिलै भए पनि केही फरक पर्दैन गाडीलाई हामीले चाहिँ भिडियोलाई चाहिँ 27 के छ यहाँ पछाडि स्थिति सबजना घोडा चोडा यसरी बसिरहेको छन् सबै हल्लिँदै पछाडि यहाँ बाइक लिएर गयो भने प्लानहरू त्यही भने म त्यही सोच्दैछु क्या यो बाटोमा बाइक लिएर गयो भने के हुन्छ होला अब सिआरएफ पनि गएको छ भाइ सिआरएफमा अर्को चाहिँ 25-50 हजार रुपियाँ एक्स्ट्रा खर्च गर्नुपर्छ फर्केर जाँदाखेरि हाम्रो त बाइक त तलतिर राखेको हुन्छ होइन गाडी डान्स हानिरहेको छ यहाँ पुरै फेरि त्यस्तो छ स्थिति तनावग्रस्त यसरी चलाइरहनु भएको पोखरी होला साइडमा चाहिँ अर्को घर रहेछ कि खानेकुरालाई पेटले केही गर्ने त्यो भित्र डाइजेस्टिभ जुसै निकाल्नु पर्दैन हल्लिएर पच्छ जस्तो क्या यो त गाडीमा हल्लिएर तिमी आउँदा नि यस्तै थियो बाटो यो अझ योभन्दा
गएको गुजरात थियो कति ठाउँ त सेला ओर्ले- दिदीले हात्ती चढाएको 9 वर्ष अगाडि कति ठाउँ त ओर्लेर ठेल्नु पनि भयो होला नि मैले त खेल्न होला बाबाले खेल्छ ए पोखरी रहेछ नि त यहाँ त्यत्रोमा आएको होइन म पोखरी रहेछ के रहेछ है त्यहाँ बिरालो बलनदेखि स्याल हो कि अब के हो बिरालो नै होला अलिक ठुलै थियो यहाँ यो ओल्लो छेउ पहिला पोखरी थियो होइन कुकुर रहेछ गाई त छ त्यहाँ कुकुर हो त्यो यो निर्माणले गर्दाखेरि यहाँको माटो सबै गयो पुऱ्योपछि अनि यता पुऱ्योपछि चाहिँ त्यहाँ भगवानै रहेछन् अरे अनि दिउँसो 1 बजी दिउँसो चाहिँ बिहानै पड्केर गएको अरे भगवानले पोखरी पड्क्यो अरे बन्डु पड्के जस्तो नि हजुर ग्राममा पड्केर गएको अरे कहाँ गयो भगवान भगवान्ले त्यहाँ के मिलेन सेटिङ मिलेन जस्तो पुऱ्यो नि यता बाहिर पुर्दै अरे कि निर्माणले गर्दा पुऱ्यो कि ए जलदेउतालाई मन पुग्दैन होला अनि ओहो यहाँ बाटोमा झन् निर्माणले गर्दा पुऱ्यो खेलिसकेँ मैले जता हेऱ्यो त्यतै डर लाग्नु भएको यार होइन चाहिँ भाइ यो त यो त टिटेन रहेछ यो केटिएम हो होइन एक्सपल्स टिटेन एक्सपल्स चाहिँ हो यो एक्सपल्स टिटेन यो बाइकले लिएर आयो यार यो कसरी लिएर जान्छ यो यो के आयो यही पनि हिमालयन रहेछ यो पनि साइड साइडमा छ हिमालयन हो त्यो ए सो यो तिमी लास्ट यात्रा रहेछ मेरो मान्छे उभिएर तल जानै नपर्ने मेरो मान्छे उभिएर त्यो केटा यतातिर होइन त राख्छु उनीहरूलाई म हिँड्नु छैन के छैन दिन्छ आयो कति राम्रो बाटो मान्छेलाई के थाहा छैन आनन्द रोइरहेको थियो सुन्दैछ यही हो हिँड्ने बाटो अब त्यहाँबाट सुरु भइसक्यो क्या आउनु लाग्यो त्यहाँ माथिबाट सुरु हुन लागिसकेको छ हामी काफले पार्टी आइपुग्नु लाग्यो गजब रमाइलो बाटो रहेछ सबैजनाले रमाइलो एक्सपिरियन्स गरिरहेको छ पछाडि सबैजना आउनु त हाम्रो कान्छी चोरीले भयो कान्छी छोरी प्यास अझै निदाइरहेछ एकातिर आउँदै च्यातिरहेको थियो एकातिर गएर च्यातिरहेको उसलाई जति हल्लाइन केही भएको थियो काहीँ ठोकेला भन्नु काफले पार्टी आउन्जेलसम्मको अब अन्तिम उकालो जस्तो छ गाडीमा गजबको उकालो छ फाइनल उकालो नि सजिलो चाहिँ रहेछ राइट 7 जाने उकालो रहेछ ल अरे मान्छे परालको कुनै लाउँछ नि यहाँ दाउराको कुनै पनि रहेछ यहाँ पुरै 4 व्हिल लगाउनु भयो यो त दाइको त पानी परेर भयो यो बाटो हामी यसै तर्सिँदा के तर्छ होला जस्तो भइरहेको होला अस्ति एक हप्ता अगाडि सिक्किमबाट 8 जना केटी आएका थिए अलिकति गाडी ढल्क्यो भने आमा कि आमा भने सबैजना ए 8 जना राइट
ल यहाँ माथि चाहिँ फेरि यति मजाको बजारै रहेछ ल हेर मजारै छ यो तल्लो फेरि भयो यसलाई तल्लो फेरि भन्छ तल्लो फेरि अथवा कामले काटे ओहो चिसो पनि भयो र अब त ल सरर हुसु आयो अघि नै चाहिँ खोलिरहेको थियो हामी काफ्ले पार्टी आइपुग्यो तिमीहरू के गर्नु लाग्यो त्यहाँ के हेरिरहेको ल ल आएँ पखाउनु ब्रेसलेटहरू छानिरहेको छ त मन्दिरमा लगेर छाउनु अरे ल्याउनु अरे के गर्छ माथि नछुवाको त के अर्थ भयो होइन यहाँ चाहिँ पोते सोते चढाउने सामग्री किन्ने हुन्छ तपाईँको एउटा पहिला गरौँ ल एउटा भाग एकछिन यो बेग्लै राख्नु धुपहरू चाहिँदैन नि हामीलाई हामी काफ्ले पार्टीबाट पूजा सामानहरू लिएर सबै सामग्री लिएर लाग्यौँ यहाँ लट्ठीहरू यसरी राख्दा हुँदो रहेछ चाहिँ लगेर लिएर युज गरेर ल्याएर ब्याग राख्दा हुँदो रहेछ ल अब चाहिँ हामी लाग्यौँ मासतिर ल दाइ धन्यवाद भोलि भेटौँ न 3 बजीतिर बिहान हुन्छ ए हुन्छ टर्च चाहिँ माथि पाउँछ है टर्च के गर्नु है टर्च ल्या हो एकदम ब्रेसलेटको रेनकोट चाहिन्छ त हामीलाई रेनकोट नि चाहिन्छ होला रेनकोट ऊ टर्च चाहिँ टर्च त लिनु पर्ला यार सारा यही बेटी लगाएर होइन टर्च ब्याट्री यसभित्रै छ है भित्रै छ यसको यो प्लास्टिक खोलिदिनु होस् होइन ए 2 घन्टा लाग्छ हाम्रो कति लाग्छ यहाँ ल दुईटा ठुलो फेदीलाई 1 घन्टा हो बढीमा लानुहोस् त 1 घन्टा भयो भने अब यहाँ 7 बजी 6 बजीको ल दुईटा टर्च लियो यहाँ एकचोटि चेक गरेर जाऊँ यार मलाई अघि नै त्यो सामान त्यही घर लाग्दैन यो ब्याट्री हेर्छ त्यो त युज एन्ड थ्रो नै जस्तो हेर्दैन भएर निकाल्दा हुन्छ प्लास्टिक निकाल्नु ल लाग्यो 2 किलोमिटर हिँड्नु छ त्यति हो 2.3 किलोमिटर्स हामी अब काफ्ले पार्टीबाट मासतिर लाग्यौँ मजाको छाना पनि हाल्दो रहेछ सिट त साह्रो के भन्छ होला हुस्सु बगाल लागिरहेको छ लाग्यौँ त्यही त्यो मजाको टनेल हाल्दा रहेछ यहाँ ल ट्रस्ट छिटो जानु म तिमीहरूभन्दा 20-25 मिनट पुग्दैन अब कति बेर लाग्छ त्यो 27 मिटर हो नि सानी डनु त बोतल बोकेर हिँडिरहेको छ अगाडि त्यो भाइहरू पनि के हामीसँग माथि गएर बत्ता बोक्नु पर्छ कि भन्ने जान्ला हो पर्दैन बाबु पर्दैन यसले ज्याद्री छ कसैले पर्दैन 2 किलो त्यो बोकाएको चाहिँ खिच्नु बाबु त्यो के गरे भित्रले एक एउटा सामान बोकाएको छ यहाँ बोतल बोकेर हिँडिरहेको छ भनिरहेको छु त मैले अर्कोले पनि बोतल र ब्याग बोकेर हिँडिरहेको छ सिधाएर है यता हेर्दा फोटो हो पख के पख यहाँ म बाबाले दिन्छु ल एउटा अनि हजुरले चाहिँ पानी बोक्नु भएको कति गरम छ त्यो पानी ल हामी 6 बजी उक्लेर थियौँ अहिले एकछिनमा कति बजी पुगिन्छ माथिल्लो फेरि हेरौँ है त फोटो सोटो खिच्न पर्यो
गाइज पाथिबाट जाउँ पुण्य कमाऊ त्यही भएर लम्किरहेको छन् सबैजना पाथिबाट जाउँ पुण्य कमाऊ मैले भनेको थिएँ तिमीलाई भोलि अहिले त ठिकै हो भोलि चाहिँ आज एयरपोर्टलाई नमस्ते गर्नुभयो सुँगुरलाई बडा अवतार भनेर नमस्ते गरेर आमाले थाहा छ बुङ्गुरलाई धेरै त्यो एफोर्ट लाएर लु ल के भन्ने ल भन कस्तो भइरहेछ भने जिब्रो निकाल्छ गाह्रो आछ एक 250 दिन्छ नि त बाबु ल यस्तै ठाउँमा सशस्त्र प्रहरी बल दाजुहरू बस्नु भएको रहेछ दर्शनार्थी स्वास्थ्य सहायता कक्षहरू ल ल बिस्तारै लागौँ बिस्तारै पानी चाहिन्छ त बाबु पानी त त्यहाँ छ होइन छैन चाहिँदैन थोरै भर्दा हुन्छ नि त टोली हिँड्दैछन् पैदल यात्रुहरू दर्शनार्थीहरू ओ भक्तजन चाँडै आउनुहोस् खोइ अर्को भक्तजनहरू ओ सानो भक्तजन र भक्तजनको पापा जाम ल बिस्तारै बिस्तारै शान्ति नै वैद्य हो यहाँ यो के लिएर यहाँ झार टिप्दै खाँदै ठिक हुन्छ भन्दै हिँडिरहेछन् विश्राम स्तरमा विश्राम गरेर हामी फेरि लाग्यौँ मासतिर अब जमजम पर्यो पानी माता पाथिभराले हामी सबैको कल्याण गरून् आधी घन्टा हुन लाग्यो एकदमै स्लो कचुवा पेसा हिँडिरहेछौँ हामी ठिकै छ तर त्यही हो चाँडै सुत्न पायो भने भोलि राति बिहान चाँडै उठेर हिँड्न सकिन्छ होइन त्यही हो मेन फाइदा छ खाना बनाइरहनु भन्ने ल त्यही गरौँ ल ल फेरि भन्नलाई के भएर छोरी त्यो आमाले दिएको झारले हो के रहेछ त्यो झारको नाम सोध त आमासँग ठेस्ने ठोस्ने रे ल ठोस्ने चपाउँदै हिँड्यो नि सजिलो हुन्छ अरे है कहाँ यति छिटो आउँदैछ त यो त सानो ब्रेक मात्र हो के गर्नु लाग्छ छोरी लडिन्छ है त्यस्तो चिप्लोमा नजाऊ चकचक्दै गर्नुहुन्न इनर्जी सेभ गर्नु पर्छ अनि बिस्तारै कुल पाराले हिँड्न पर्छ है मैले भनिदिएको छ तिमीले खाएन गाईको सट्टा तिमीले घाँस खाइरहेछ त अनि आमाले देख्यो ल हामी बल्लु डाँडा आमा आइपुग्यो पानी त छिट्यायो हिँड्नु नि अलिक सिम भइरहेको छ क्या मम्मी ल केही हुन्न
ल पानी पनि छिट्यायो ल पानी सिमसिम छिट्यायो कतिको पर्छ अब आधी घन्टा लाग्छ भनेर भन्दै थियो त्यहाँ होटेलको मान्छेले ए टोली चाँडो चाँडो बोतल खस्यो जस्तो त्यहाँ ठिकै छ बाटो यत्तिकै हो खोइ कछुवा पेसमा हिँड्ने भनेको कछुवा हिँड्न स्लो भयो त त्यो छ रेनकोट छ कि छैन मसँग छैन यत्तिकै हिँड्छु म ठिकै छ लागम बिस्तारै लागम आदि त्यहाँ खुट्टा के भयो जस्तो त्यहाँ मोजाको खुट्टा अलिकति उयो जस्तो छ लागम बिस्तारै हिँड छोरी हिँड हामी फर्केर आएको ए ल बधाई छ हजुरहरूलाई भन्दा नि मलाई त यो ओर्लिने बेलामा डर लागिरहेछ केही हुँदैन जाउँ बिस्तारै जाउँ आउनु लागिसक्यो यो यसरी ढुङ्गा नछाप्दा भए चाहिँ बिजोकै हुन्थ्यो ढुङ्गा छापिदिएर सजिलो ल अन्धेरी रात पनि हुँदैछ है ल पानी सिमसिम छिट्याइरहेछ कति बज्यो अहिले छ बजी हिँडेको थियो लगभग 7 बज्न लागेको छ 1.5 घन्टा भने जस्तो लाग्छ पुगिन्छ होला के आइपुग्यो यो रेस्टुरेन्ट ठाउँ नै जस्तो छ पाल पनि हाल्दा रहेछ पानी पऱ्यो भनेर ल राम्रै पानी पर्यो छ होला लिने ल राम्रै पानी पऱ्यो यहाँ लिने पर्ख्यो है पाउँछ अरे ल पानीले जिस्काइदिएर रेनकोट लाउनु पऱ्यो हामी भन्न यहाँ एकछिन भेनी ओत राख्दै रहेछ होइन पशुहरू बोकिने यसको नाम के थियो छोरी थाहा छ चक्लेटको नाम त्यो चक्लेटको नाम तिमीलाई थाहा छ नि के हो त्यो चक्लेटको नाम थाहा छ मलाई इलाममा प्रशस्तै पाउँछ के त्यसको नाम त्यो ऊ हो क्या कुराउनी क्यान्डी हो क्या इलामै बोल्नु पुरानो क्यान्डी रे ल अब जा अब गेट सेट रेडी त्यसै भन्दैको भिडियोमा राख्छु गेट सेट जय महाकाली श्रेदाले लिएर हिँडिरहेको छ उसले पनि लिइरहेको सबैसँग छ मम्मीले पनि लिएर हिँड्नु भएको छ क्या मसँग लगेरै छैन जाउँ पऱ्यो पानी मजाले पऱ्यो
धेरै ठुलो पऱ्यो है पानी ए पानी पऱ्यो पानी बिस्तारै जाम ल अलिक क्यामेरा भिज्यो पनि अर्को आएको पनि वाटरप्रुफ हो वाटरप्रुफ हो नि त ए अलिक ठ्याक्क बटनमा गयो भने बर्बादै हुन्छ बर्बादै हुँदैन मेरो त पुरा लपेट भिज्यो हो र ल टर्च पनि चालु गरेँ मैले दाइ मम्मी सानछोरी ठुल्छोरी बुढी सब अगाडि चलिरहेछन् ल हिँडिरहेको छन् खालो 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 अगाडि छन् जस्तो तिनीहरूले पनि सँगसँगै हेर भन्नु पर्ला छ टर्च लिएर पठाउनु पऱ्यो एउटा जहाँ पनि केही हुनु त्यो घर कहीँ जानु छोरी 10 मिनट पछाडि गेम केही हुन्न 10 मिनट अगाडि गेम केही 1 नम्बर आइपुग्यो अरे पानी कस्तो दामी परिरहेको छ गाउँ लक्ष्मी त ल्याएको नि त्यहाँ छ त्यहाँ छ के छ त्यसै मात्र पानी गजब पर्यो होटेल 1 नम्बर आइपुग्यो हामी टोइलेट यहाँ बसिरहेको छ कति गाह्रो भएको छ छोरी एकदम गाह्रो ल होटेल 1 नम्बरबाट हामी उकालो लाग्यौँ मैले चाहिँ यसरी 2टा ब्याग बोकिरहेको छु खासै गाह्रो रहेछ सोच्यो भन्दा बिस्तारै आयो भने आनन्दले त्यस्तो केही गाह्रो छैन मजाले पानी पर्छ भनेर ठाउँ ठाउँमा ओत पनि राख्दो रहेछ कति मजाले ल 3 नम्बर आइसक्यो छ चाँडै ल हिँड्नु बिस्तारै छ रहेछ 7 रहेछ 8 9 माथि होला ऊ 9 उतै छ छेउमै देखिसक्यो यहीँबाट ल हाम्रो होटेल 9 नम्बर नै आयो आयो त्यो को अब्दा गर्दा छैन छैन यहाँ 9 नम्बर हो तिमी सबैले थाहा छैन त्यो भित्रै होला छन् के भित्र आउनु भित्रै होला नि सबै भित्र गएर बसिसक्यो ल हामी ठुलो खेती आइपुग्यो ट्याक्कै 7:37 एकदमै चिप्ले किराको स्पिडमा आएको हामी कछुवा नि चिप्ले किराको स्पिडमा आउँदा नि 1.5 घन्टा आइपुगिदिँदो रहेछ ल 2 घन्टा रे बाबु ठिकै छ त मैले भनेको लो मैले भनेको 6 बजे चिप्ले किरा स्पिडमा आउँदा नि 1.5 घन्टा आइपुग्दो रहेछ भने क्या यहाँसम्म त आसले आयो नि त्यो बत्ती देखेपछि ल आयो मेरो यो वाटरप्रुफ नभए पनि मैले चाहिँ यो किन ल्याएँ भने यो लियो भने भित्रबाट भिज्छ क्या मेरो मेरो भिजेर यही बात फिन्छ अब थाहा छ मलाई तर बाहिरबाट भिज्नु भन्दा भित्रबाट भिज्नु ठिक भनेको गाडीले बताइहाल्छ होइन ला त मेरो पहिरन देखा त यहाँ पहिरन मेरो प्ले गर्नुपर्छ पऱ्यो मेरो पहिरन यस्तो थियो ल प्ले गर्नुपर्छ गर्दैन त्यो रेकर्डमै छ ल यस्तो पहिरनमा आएको थिएँ म भोलि त यहाँ हाम्रो सबभन्दा नथाकिने सबभन्दा स्ट्रङ गर्ल भने चाहिँ उहाँ हो जुका लाग्यो भनेर उफ्रियो रे भनेर अलिअलि छैन ल हामी ठुलो खेतीमा आएर यहाँ 9 नम्बर होटेलमा दिदीको आगो ताप्दैछौँ कति बोल्दैन मैले तिमीलाई मेरो हात अलि तातिएन भने त्यो यहाँ कसरी मैले दिदीहरूले खाना बनाउँदै हुनुहुन्छ मिठो मिठो बोल्दैन क्या यसले पुरा छ त अघि मैले फोन गर्दा उठाएको दाइले नै हो फोन ए इन्द्र दाइ हुनुहुन्छ ए उहाँले चाहिँ फोन गरेर तपाईँहरू यहाँ बस्नु होइन हाम्रो घर तल उहाँ सबैजना अक्सिजनमा हामी 2 जना बस्छौँ ए दाइ पनि आउनुहुन्छ ए अहिले चाहिँ दाइ तलै हुनुहुन्छ ए ठिक 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 ल त्यो ब्यारेकको नजिक भनेर नि
उसले भाइले बनाएर छ म नि लोरी ट्राई गर्नु धेरै धेरै नगरै त्यो उछिदिन्छ भनेर बिचार लिक भएको छ कि हो छैन यो बिचा ठेप्चा चाहिँ छ अनि यो भाँडाको पानी चाहिँ अनि खनाएर बाल्टीमा लाने कि बाल्टीमा लाने तपाईँहरू त सुतिराख्नु भएको हुन्छ होला हामी फ्ल्याट डल्लो गरेर सबैजना ढाड सेक्दै बसिरहेको छौँ आइस जस्तो हुँदैछ लगभग टुपी त चिसो पो छ साँच्चै सबै चिसो के भन्छ कुन टोपी टिका भगवान्को आशीर्वाद सासुले गमबुट लाएर हिँड्ने बेला भएर चाहिँ ल लागौँ खाना खानु टोपी लगाउँ ल हामीले खाना खान सुरु गऱ्यो दाइलाई चाहिँ भुसनाल टोक गऱ्यो मैले यहाँ सुरु गरेँ त केको घिउ हो आन्टी गाईको ल गाईको घिउ रेल चौरीको भन्नु नम्बर कि खाना सुरु गऱ्यौँ गाईको हो आइया मैले ट्याप टोपी कहाँ भएको छ यही रहेछ ल घिउ जस्तै हुन्छ क्या सुरु गर्नु पऱ्यो अब भोक लाग्यो बेला मिठो चाहिँ गजब मिठो हुँदो रहेछ खाने कुरो के छ दा स्थिति भेज खानेकुरा मिठो छ ल ल गजब खाना रहेछ है म चाहिँ उठेँ यहाँको चाहिँ रुम यस्तो रहेछ ल त्यसो अब झ्यापझुप सुतेर भोलि बिहान हिँडिहाल्नु पर्छ है रुम यस्तो दुइटा रहेछ सानो बेड भएको छ ल आजलाई यति नै सी यु अल टुमोरो है त